साथीहरू नमस्कार, म हुँ कलम कार्की। हजुरहरू हेर्दै हुनुहुन्छ साथीहरू माउन्टेन एभरेस्ट नेपाल। साथीहरू, भारत र इङ्ल्यान्ड बीच भएको टेस्ट क्रिकेटमा भारतले हार बेहोर्नु परेको छ। साथीहरू, भारतीय क्रिकेट लेजेन्ड विराट कोहली र रोहित शर्माले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिएपछि सुमन गिलको कप्तानीमा भएको सो खेलमा हार बेहोर्नु परेको। साथीहरू, टेस्ट क्रिकेटको पहिलो इनिङमा भारतले सम्मानजनक स्कोर चाहिँ बोर्डमा लगाएको थियो। एसएसपी जयसवाल, सुमन गिल र ऋषभ पन्तको शतकीय पारीमा 471 रन सम्मानजनक स्कोर चाहिँ बोर्डमा लगाएको थियो भने बेन स्टोक र चाहिँ जोन स्टङले 4 विकेट लिएर चाहिँ 471 रनभन्दा बढी पनि हुन सक्थ्यो। उनीहरूले चाहिँ 471 रनमा रोक्न सफल भएका थिए। इङ्ल्यान्डका तर्फबाट चाहिँ 471 रनको लिड पछ्याएको चाहिँ इङ्ल्यान्डले बेन डक्टको 65 रन, ओलिपपको शतकीय र ह्यारी ब्रुक्सको 49 रनको पारी। ह्यारी ब्रुक्सले चाहिँ एउटा हार्ड ब्रेक भन्नुपर्छ यसलाई, 49 रन बनाएर उनले शतकबाट 1 रनबाट चुके र तर पनि चाहिँ टिमले जित्यो। उनका लागि खुसीको चाहिँ कुरा हुन सक्छ। 465 रन बनाएको थियो। 465 रन बनाएपछि जसप्रित बुमराले 5 विकेट लिएर 465 रनमा चाहिँ रोक्न सफल भएका थिए। 6 रनको लिड भारतले पाएको थियो। साथीहरू, 6 रनको लिड पाइसकेपछि चाहिँ भारतको चाहिँ केएल राहुल र ऋषभ पन्तको शतकीय पारीमा टिमले 364 रन बनाएर 371 रनको टार्गेट दिन चाहिँ सफल भएको थियो। 371 रनको टार्गेट पाएको इङ्ल्यान्डले चाहिँ ब्याटिङ गर्दै सो टार्गेट चाहिँ पुरा गरेर सो खेल आफ्नो हातमा पारेको छ। साथीहरू, बेन डक्टको शतकीय पारीले चाहिँ इङ्ल्यान्डलाई जिताएको छ। पहिलो खेल आफ्नो हातमा पारेको इङ्ल्यान्डले 1 खेलको लिड प्राप्त गरेको छ भने साथीहरू अझै 4 खेल हुनेछ। 4 खेलमा चाहिँ कुन देशले कति खेल जित्न सक्ला साथीहरू?